तपाईहरु पनि जिम गएर मसल बनाउँदै हुन्छ भनेर सोच्दै हुनुहुन्छ भने गलत सोच्दै हुनुहुन्छ। वर्कआउटले भनेको हाम्रो मसल फाइबरमा माइक्रो टियर गर्छ। यो ड्यामेज ग्रोथ हैन सिग्नल हो। अनि जब बडीले सिग्नल पाउँछ तब रिपेयर प्रोसेस सुरु हुन्छ। जब हामी गहिरो निन्द्रामा हुन्छौं तब हाम्रो ग्रोथ हार्मोन रिलिज हुन्छ। हाम्रो प्रोटिन सिन्थेसिस पनि त्यतिखेर नै एक्टिभ हुन्छ। स्लिप कम भयो भने बडीको कोर्टिसोल बढ्छ र मसल ब्रेकडाउन पनि बढ्ने गर्दछ। 6 देखि 8 घण्टाको क्वालिटी स्लिप चाहिँ मसल बिल्डिङको लागि फाउन्डेसन नै हो। यदि तपाईहरु लेट नाइट स्क्रोलिङहरु गर्नुहुन्छ भने त्यो चाहिँ प्रोग्रेसको एनिमी नै हो। जिममा भने इफोर्ट हुन्छ र रिजल्ट भने रिकभरीमा। स्मार्टली ट्रेन गर्नु छ भने यो दुईटै कुरालाई बुझ्नुपर्ने हुन्छ। स्मार्ट ट्रेनिङ सिक्नको लागि तपाईहरु एक्लै हैन सँगै रहनुस् र फलो गरिदिनुस् र भिडियो मन पर्यो भने लाइक र शेयर पनि। सी यू इन द नेक्स्ट भिडियो। अन्टिल देन पीस।